यो सगरमाथाको जरामा आउने एउटा के थियो ड्रिम थियो मतलब एउटा विश थियो मेरो नि त्यो पनि पुरा भयो आज बल्ल बल्ल आइपुग्यो यार आम्मा कम त गाह्रो त हिँड्दाखेरि टाउको दुखेर यस्तो त्यो उल्टी आउन जस्तो भइदिरहेको थियो कति 42 केजी भार लिएर आएको मैले बल्ल बल्ल ल्याइपुगेँ यतातिर हेर्न यो पुरै यो हिउँै हिउँ क्या यतातिर यो शान्ति हिमाल बनिसक्यो रहेछ यतातिर सबै के भन्छ क्यामहरू फिट हुँदै रहेछ सेट हुँदै रहेछ क्या झाडल नसकिने रहेछ यार तर यहाँसम्म आउने थियो आइयो अब चाहिँ म घरतिर चल्दिने हो यता मैले जाने थिएँ क्या यो सगरमा चढ्दाखेरि चाहिँ यता हो यतै हो यतै हो यो गएर गएर जाने रे सगरमा त यतातिर रहेछ तर देखिएन कि कुकुरले पुरो ड्याममा छिक्यो भने यार बिजोग बनाइदियो भने हो अन्त त्यही नै हो मुख पनि रहेछ नि यार आज त बिहानै उठेर आएको यता हेर्न यताको भ्यू फेरि बिहानै उठेर आएको म्यान चोट टाउको दुखिरहेको छ राष्ट्रै मासुहरू भात दियो एक कचौर दिएको थियो जबरजस्ती खाएँ नि माया खानु मनै लागेन यार चिसोमा माया जस्तो के हो यार धेरै चिसो नि काम नलाग्ने रहेछ नि हाम्रै ठाउँतिर ठिक्क रहेछ हौ माया खुरी पहाडतिर मात्रै रहेछ क्या यो हिमालतिर अनि तल धेरै तल मधेसतिर पनि ठिक लागेन मलाई त्यो खानै रुच्दैन हाम्रोतिर मासुलाई 3 थाल जति म लुडाइदिन्छु मासु र भात पनि मासुलाई जबरजस्ती खानुपर्छ यार यहाँ त के अचम्म भयो यस्तो होस् अचम्म कि जेसुकै छ एकछिन अब यतातिर टिकटकहरू बनाउने फोटोसोटो खिच्ने अनि त्यसपछि चलिदिन्छु यार आज तल गएर बस्ने भोलि बिहानै म झरिदिन्छु होला अब भिडियो पनि हाल्नु पाएको छैन बिजोग भइदिरहेको छ नि त मेरो त्यही भएर म अब गइदिन्छु यतातिरको भ्यू पो बब्बाल छ नि यतातिर होइन केही पनि छैन क्या यो रुख हरियो रुख भन्ने त्यो एउटा नाम निशाना केही छैन अनि यो अक्सिजनको कमीले होला सायदै कस्तो टाउको दुख्छ भनेको मासला अस्ति नै आएको थिएँ म परसम्म आएर म फर्केर आयो आज चाहिँ यहीँ आइपुगेँ यहीँ आइपुगेर चाहिँ अनि अझै फर्किएर एक कचौर दिएको थियो काँटाले खाएको थियो पनि चम्चाले नि होइन जबरजस्ती खायो म्या टाउको दुखेर साध्यै भएन घरतिरको ट्याङ यतातिर हेर्न यो पुरै के भन्छ यो क्याम नै क्याम छ क्या कति हो यार अघि हाम्रो चाहिँ के पो ठाउँमा इमेजिङ भन्दो रहेछ त्यसको लिएर आएको बाटो ठाउँ नभएर घुम्दा बल्ल हुन्छ यहाँनिर रहेछ नि मासला लेखेर त यतातिर बाटो थाहा नभएर कम बिजोग हो त हाम्रो हरि बिजोग बनाइदियो नि यार आहा यतातिर हेर्दा त के पर्खिने त यता हेर नि हो यहाँ यत्रो हिमाल पनि रहेछ खोला पो मासला डाँडामा मात्रै भनेको कहाँ खोलामा पनि भन्दो रहेछ त माया क्रिसमा त थाहा नै थिएन मलाई त्यही नै होस् सगरमाथा पनि हेरियो तर यहाँबाट चाहिँ देखिँदैन क्या फेरि यहाँ माथि हो कुहिरो लागेर डुम्म परेर केही देखेको छैन तलतिर गएर मात्रै देखिन्छ त्यही बिस्तारै झर्ने टिकटकहरू बनाउने अनि फर्किने यार सकिँदैन अब सिँगान फेरि सिँगान फ्यालेले बनाइदिन्छ यहाँ चिसोले यहाँ नि त्यसले फर्किने लात्तै हान्नुपर्ने छ क्या मलाई यहाँ यहाँनिर हेर्नु है त छर्लाम हान्नु त खुब मजा आउँछ नि यो खोला त कत्रो ठुलो त है माया कुरी सबै हिउँनै कोलेर आउला है सररा हाउमा खोली चञ्चली मेरी सानी है त्यही नि अब फोटोसोटो हानेर हामी फर्किन्छौँ यो हालभन्दा उतापट्टि रहेछ देखिँदैन अघि चाहिँ देखिरहेको थियो अहिले त यो बादल लागेर केही देखेन बाटो चाहिँ फेरि यो डाँडा खर्र तर नि आइसलेको रहेछ तर राम्रोसँग देखेन क्या देखेन भन्दा नि यो ढुङ्गाले सबै पुरिएछ क्या त्यही नै अब तलतिर गएर भेट्छ यारमा सो गुड मर्निङ गाइज अनि यो गेट चाहिँ फेरि कहाँको रहेछ
यसले किन यो बिहान बिहान यो गेट देखायो हुन होला होइन यो गेट चाहिँ ऊ मासतिर जाँदाखेरि चाहिँ हो पाङबुच्चेमा वेलकम गर्ने गेट अनि तलतिलामा चाहिँ पाङबुच्चेलाई बाई बाई गर्ने गेट हो क्या ल बाई बाई पाङबुच्चे आज चाहिँ म होइन फर्किदिएको त गाउँ यस्तो छ होइन बाटो नि फेरि दामी खालको छ हौ यस्तो खुत्रुक खुत्रुक लागेर हिँडेर यो चाहिँ अनि फेरि यो किन लगाएको यसले किन यस्तो यो भिड रहेछ म्याक्री यो टाला टुलीहरू सबै भनेर होला है यो चाहिँ यो कान्छी चाहिँ हुन्छ भनेर क्या यस्तो चिज चाहिँ नि यहाँ औँला यस्तो ठिरिरहेको छ नि आम्मा औँला ठिरेर यस्तो केक्रेक्क बनाइदिएको छ नि त कस्तो भुल नै क्लियर आएन हौ अनि त्यही भएर अनि काम पनि गर्नु नसक्नु मैले यहाँ त्यही भएर चाहिँ म फर्किदिएको आफ्नै गाउँ फर्की आए ओ यो वाला गीत को आज मलाई याद आइदिरहेको छ तर मैले डाउनलोड पनि गरेको छु अब त्यो गीत सुन्दै 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 जाने क्या बाई बाई पाङबुच्चे अनि अब भोलि चाहिँ सोलखुमलाई नै बाई बाई हुन्छ अनि हाम्रो आफ्नै गाउँ जाने हो कसले बनाएर रहेछ यार कस्तो दामी बनाइदियो मेरो यात्रा सफल पारिदिनुहोस् हजुरलाई म मनबाट एकदमै के गरेर छु भने नमन गरेर भन्ने छु यस्तै के भन्ने क्या त्यही नै हो मान्छेहरू यार भारी बोकेर आइसक्यो अब आओस् अब गएर खाजा खाने तलतिर त यतिकै हिँडेर फेरि पुग्दैन नि सुर्के अब फेरि लिली जाने हो क्या तर म त गएर दामी त्यहाँ भ्यू छ त्यो भ्यू मात्र देखाउँछु ल म यतिखेर म देखाउँदिनँ नि अब फेरि मेरो फोनको चार्ज त गाँठ फर्किन्छ त त्यही नै हो अझै म स्याङबुच्चे पनि गरिसकेँ यार तलतिर हिँडिरह अझै बाटो त फेरि दामी खालको छ नि यस्तो खालको अलिक गरम गरम हुन थाल्यो त्यो भएर खोल्दै हेर्ने खतरावाला छ नि भ्यूहरू ओहो यस्तो छ बाटो तर यहाँ याक होइन त्यसलाई के भन्छ नाक कि खोइ के भन्छ त्यो गोरुहरू क्या गोरु टन्नै यार टन्नै बारी बोकेर झन् कुइन्टलमै उठाइदिन्छ होला तिनीहरूले त यता साइडमा 60 अनि माथि 30-40 त्यस्तै यहाँनिर चाहिँ यो के भन्छ चौतारो त्यहाँ चाहिँ भारी बिसाउने क्या ट्याक्क लाएर भारी बोकेर आउँदाखेरि त आम्मा त्यो चौतारो कहाँ पाउला जस्तो पो हुन्छ त माकुरी कहाँ सासै खुस्किलो जस्तो भइसक्यो त्यतिखेर चाहिँ त्यस्तो गाह्रो हुँदो रहेछ क्या यता त हेर न यार यो कस्तो दामी जङ्गल हो क्या माकुरी कस्तो भिड होला होइन तर हेर यो चाहिँ क्या दामी देखिरहेको छ सिँह नै फेरेल बनायो त यतातिर त अझ ठिकै हो मासतिर यस्तो चिज छैन यतातिर हिमाल छ देखेन क्या आज घामै लागेन यार अस्ति म आउने बेलामा यस्तो दामी खुलिरहेको थियो नि मौसम आज त त्यही नै हो अब चाँडो भन्दा चाँडो जान्छ क्या फेरि मलाई हेर न यतातिर यो पर खतरा खालको छ यस्तो खालको के सुनाएर जान्छु अनि आज सुर्के चाहिँ टाइममै पुग्नु भनेको यार के हुँदो रहेछ हेर रात पनि पर्न सक्छ नि त भरे यो क्या पनि भाङ्यो के होस् यत्तिकै सल्लाह अल्टामा फेरि तल सलेरीमा आइपुगेको कस्तो दामी रहेछ त्यही भएर मात्रै मैले भिडियो खिच्थेँ नत्र त कहाँ खिच्नु मेरो फोनको चार्जै छैन त्यही भएर नत्र म खिची गरिदिनु फेरि जीवनको यात्रा चाहिने धुन हौ लागिसक्यो होइन अझै म बल्ल तल्ल यहाँ के भन्छ लुक्ला एयरपोर्ट भन्छ तलतिर आइपुग्यो लुक्ला आइपुग्यो भनौँ न कस्तो हावा चलिरहेको छ फेरि पनि तर आज यस्तो धुम्मिएको छ नि त त्यही भएर कुनै पनि त्यो फ्लाइटहरू चलिरहेको छ नि क्या हेलिकप्टरहरू पनि एउटा दुइटा मात्रै उडिरहेको छ नत्र यहाँ प्लेन भिडी आइ गर्थ्यो नि त तर छैन आज पुरै धुम्मिएर आज पुरै फ्लाइटहरू सबै फ्लाइटहरू बन्द छ क्या अब म आइपुग्नु लाग्यो यार त तलतिर सुर्के जान्छु भनेको थिएँ नि त मैले अब सुर्के चाहिँ त्यस्तै कति टाइम लाग्छ अब भने 2 घन्टा समथिङ त्यस्तै कति लाग्छ तर खुट्टा दुखिरहेको छ क्या म 1.5 घन्टातिर पुग्दिन्थेँ पुग्नु त खुट्टा दुखिरहेको छ नि त त्यही भएर म हिँड्नै सकिरहेको छैन
अनि सुर्के त त्यही हो 2 घन्टा जति नै लाग्छ मलाई त। अब गएर आज गएर सुर्के बस्छु अनि भोलितिर भोलि बिहान चाहिँ गाडी चढेर पर सल्लेरी गएर झर्छु अनि सल्लेरीबाट फेरि उताको अर्को ट्रान्जिट भनौँ न प्लेनमा चढ्यो नि ट्रान्जिट त भन्नु आउँछ नि मलाई त्यहाँ तल खोलाहरू बगिरहेछ कस्तो आनन्द आइदिरहेको छ यार मलाई त आउँदाखेरि यस्तो हेर्नु न यो हरियाली घाँसहरू हेर्नु पाइदिरहेको छ नि त मास्टर केही पनि छैन झन् माथि गयो झन् केही छैन झन् माथि बेस क्याम्प पुग्दाखेरि त यस्तो रुखहरू छ नि देख्नै पाउँदैन क्या मासला केही देख्न पाउँदैन अनि त्यो अक्सिजनको कमीले होइन स्याँ अलिकति हिँड्दा नि स्याँ हुन्छ कि त्यो मर्लाई जस्तो हुन्छ अनि त्यो हाई के भन्छ त्यसलाई अलिकति के भन्ने यार त्यसलाई अग्लो ठाउँहरूमा क्या जस्तो अलिक हाई ठाउँहरूमा गयो भने चाहिँ त्यो हाई लाग्नेहरू हुँदो रहेछ कि लेक लाग्ने हुँदो रहेछ त्यसले खासै अन्त त्यस्तो भयो भने चाहिँ गाह्रो हुँदो रहेछ क्या टाउको दुखेर त्यो उल्टी आउँदा जस्तो भएर आम्मा कम्ती गाह्रो हुँदैन रहेछ त्यो यहाँ आइकियो मासुलाई त तल्दै आउनु तर यतातिर आइपुग्दा त मलाई त आफ्नै गाउँ आए जस्तो लागिरहेछ हौ मायाखेरि आनन्द फिल भइरहेछ यहाँ तलतिर खोला छ छर गरिरहेछ मलाई खोकी लागिरहेछ होइन तर मैले कोक ल्याएको छु क्या एउटा यहीँनिर बसेर खाइदिनु पऱ्यो एउटा कोक यही राख्नु पऱ्यो ल यस्तो ठाउँ बसेर अब कोक खान लागेको मैले अहिले त लास्टमा त म डिउ पो लिएर आइदिरहेको छु त कोक भनिरहेको क्या मैले यो क्या मैले डिउ लिएर आएको थिएँ मायासलाई बिर्सेर कोक भनिरहेको पर्नु यसलाई कहाँ राख्नु ए मैले उयो खान्छु अनि जान्छु यार खोकी लगाइरहेको छु ल कस्तो पुक्क बनाइदियो थियो यार यसको जति स्वाद यो खोलाको पानी आउने भए म यो खोलै सुकाइदिन्थेँ क्या यस्तरी पानी खाइदिन्थेँ फाइनली यसलाई मैले बनाइसकेँ अब यतापट्टि यसलाई चाहिँ साइड लगाइदिएँ मेरो ब्यागहरू यही हो होइन भारी सामान त त्यस्तो केही पनि छैन लुगा मात्रै हो तर कस्तो म हिँड्नै सकिरहेको छैन कि यहाँ थाकेर लोथ भइसक्यो यहाँनिर चिमाले फुलेर चाहिँ यार यहाँनिर यहाँ त यो चाहिँ चिमाल हो यो पल्लो चाहिँ गुराँस जस्तै खोइ के हो त्यो लाली गुराँस चाहिँ होइन फेरि त्यो पनि ऊ त्यहाँ माथिको चाहिँ रहेछ ऊ त्यहाँ माथि रहेछ लाली गुराँस चाहिँ यहाँ माथि खोइ कहाँनिर अब झर्छु अनि तल गएर बास बस्छु अनि यो भिडियो चाहिँ यति हुन्छ होला यसलाई हल्का एडिट हानेर चाहिँ यत्तिकैमा अपलोड हानिदिन्छु भरे होइन यार यो भिडियो त भरेतिर यो भिडियो म अपलोड हानिदिन्छु त्यही नै हो सो आजले चाहिँ भिडियो यति नै भिडियो कस्तो लाग्यो लाइक सेयर अनि सब्सक्राइब गर्न पिटिकै नबोल्नु होला त्यही नै हो गाइजहरू